ल आज भने चाहिँ फुलपातीको दिन हाम्रो एकदमै सहमित्रहरू राइडर क्लबका सम्पूर्ण मेम्बरहरू चाहिँ आज चन्द्रज्योति समाजको फुलपातीको शोभायात्रामा निमन्त्रणालाई स्वीकार्दै हामी अगाडि बढिरहेका छौँ र हाम्रा सम्पूर्ण सदस्यहरू चाहिँ अघि ल दुई शब्द भनिदिनुहोस् न तपाईँ आज अघि के मैले भन्नु तपाईँले भन्नुहोस् पहिला क्याप्टनलाई भन्नुहोस् र नमस्कार है। आज यो शोभायात्रा है चन्द्रज्योति समाजले जो अर्गनाइज गरिरहेछ त्यसमा हामीलाई मिलिङ राइडर्स क्लब भन्ने हाम्रो सम्पूर्ण सङ्गठन छ है, मित्रहरूलाई लिएर बनाएको छौँ हामीले र हामी एकदमै आज हर्षित छौँ उहाँहरूले हामीलाई निमन्त्रण गरिदिनु भएकोमा है। र तपाईँको च्यानल हेरेर बस्नुहुने सम्पूर्ण तपाईँहरूको रिपन मेमेको जति पनि फेसबुक फ्रेन्डहरू हुनुहुन्छ है र सर्वप्रथम उहाँहरूलाई यो दशहराको एकदमै मङ्गलबाई शुभकामना टक्राउँदछौँ है। यति भन्दै मेरो यो सानो शब्द निराश बस यति गरौँ ल, ठिकै छ। र अहिले चाहिँ हामी यहाँ स्थानमा आइसकेको छौँ, शोभायात्रा जहाँबाट सुरु हुन्छ हामी आइपुगेका छौँ र अब चाहिँ हामी यहाँबाट चाहिँ हाम्रो शोभायात्रा सुरु हुनेछ। गुरुको त पुरा छ फोटोहरू यहाँ अखिल भारतीय तमु गुरु गौड संघको सभापति सचिव महोदयलाई पनि म मञ्चमा निम्ताउ गर्छु।
अरे त्यसले के छ ठिकै छु एकदम आज मजा आइरहेको छ जोजोको च्यानलको नाम त के पऱ्यो तपाईँको रिपेन लामा रिपेन लामा भ्लग पऱ्यो है र आज रमाइलो भइरहेको छ हाम्रो यो एउटा कल्चर हो होइन एउटा यो संस्कृति हो त्यसलाई हामी डोराउँदै आइरहेको छु गाउँ परिभ्रमण गरिरहेको छु है र जोजोको च्यानललाई प्लिज काइन्डली सब्सक्राइब लाइक अनि कमेन्ट गर्नु त म बिर्सिनुहोस् होला थ्याङ्क यू सम्झना नै मिठो हुन्छ जुनी जुनी साथी चलाइलाई र सम्पूर्ण मित्रलाई अवगत गराउँदै आजको पानीझरीमा पनि फुलपातीको शोभायात्रा चाहिँ हामी राइटर्स ग्रुपको तर्फबाट पनि पुरा गरिसकेका छौँ आज जति पनि सहभागी भन्नुभयो बडालाई दिइहाल न
सुपारीको तमाला आयोजित फुलपाती शोभायात्रा साथै रङ्गरङ कार्यक्रममा जुन मलाई चन्द्रज्योति परिवारले सभापति भाग सुनिदिनु भयो र सबै राम्रो कार्यक्रमहरू भयो सो तपाईँले देखिहाल्नु भयो र सर्वप्रथम म के भन्न चाहन्छु भने यसरी नै चन्द्रज्योति परिवारले यो हाम्रो संस्कार संस्कृति जगेडा गर्नुको लागि बचाउनुको लागि जुन प्रयास थियो सालसालै प्रोग्रेस हुँदै जाँदैछ पहिलाको भन्दा त्यो वर्ष अझै राम्रो त्यो वर्ष भन्दा यो वर्ष अझै राम्रो निखिँदै जाँदैछ र म आन्तरिक हृदयबाट चन्द्रज्योति परिवारलाई धन्यवाद दिन चाहन्छु र आउने सालमा पनि आज योभन्दा बृहत भएर गर्नु सकौँ सम्पूर्ण दिङवासी एक भएर यो कार्यक्रमलाई सफल रूपमा आउन सकौँ भन्ने आशा र भरोसा राख्दै आजको यो रङ्गरङ कार्यक्रमसँगै यो शोभायात्रा कार्यक्रम समाप्त भएको घोषणा गर्न चाहन्छु। धन्यवाद।